हेलो गुड आफ्टरनुन सबैजनालाई सिजनर साथीहरूलाई एन्ड सबैजना ठिकै हुनुहुन्छ होला। म चाहिँ आज फेरि जाँदैछु सिस्नो टिप्नु सब्जी सिस्नो टिप्नु जाँदैछु। सिस्नोको सब्जी खानुहुने अरे हो। सिमी चाहिँ फेरि हिजो मैले टिप्नै बिर्सेछु। सिमी चाहिँ त्यसले गर्दा आज टिपेर खायो भने फेरि बिग्रिन्छ भन्छ। फ्रेस चाहिँ टिपेर उयो फ्राई गरिदियो भने त्यसले गर्दा म सिस्नो टिपेर ल्याउँछु। सिस्नोमै पकाइदिन्छु आमा र आन्टीलाई। चाहिँ हाम्रो घरको नजिकको मकै बारी घरको छेउको यहाँ यसकै मुनि अघि उयो हिँड्दै थियो स्याल हिँड्दै थियो भने भालु पनि हुन्छ प्रायः। त्यसले गर्दा डरसरी छ। यस्तो जङ्गल अहिले रेनी सिजन यस्तो जङ्गल हुन्छ मकैहरू हुन्छ अलैँची जतासुकै। त्यसले गर्दा आज मैले टिपिसक्यो सिस्नो हेर्नुहोस् सब्जी हात चाहिँ साह्रै पोल्यो मेरो। अब गएर यो पकाएर आमा र आन्टीलाई पकाइदिन्छु। थुप्रो पुग्छ यो सब्जी। हामी 5 जना छ। यसो चाहिँ पुगेको छ। अब गएर सिमी टिप्छ। फेरि सिमी चाहिँ आज टिपिराख्नुपर्छ। आज टिपिराखेर चाहिँ भोलि मात्रै खानुपर्छ। म चाहिँ आज टिपेको चाहिँ आजै खानु दिँदैन किन बोट मर्छ। त्यसले गर्दा अब गएर सिमी टिप्छु। सिमी टिपेर चाहिँ सिमी चाहिँ फटो मरो बोलेको लागि मात्रै। आज चाहिँ म चलाउनु आउने पनि मम्मीलाई अघि भन्नुहुनेछ। अनि टिपेर अहिले पकाइहाल्नु न भने चाहिँ पानी पर्छ र पानी पर्छ त्यसले गर्दा टिपेर चाहिँ पकाइहाल्नुहोस् न भन्नुहुँदै चाहिँ मैले पकाउनु नै पर्छ। सिस्नो टिपेर आउँछ सिस्नो टिपेर ल्याइदिन्छु। अरू म सिमी टिप्दिनँ भनेर घरको नजिकमै पऱ्यो घरमा। त्यसले गर्दा अब म गएर यो पकाइराखिदिन्छु। टेक केयर बाई बाई। अनि तपाईँलाई म फेरि अर्को भिडियोमा भेट्छु। सिस्नो सब्जी अब बेलुकाको लागि रेडी भयो। अब यसलाई पकाएर खानु मात्रै छ। अब यसलाई म ड्राई बिफसँग बनाउँछु एन्ड त्यहाँदेखि खान्छु। बेलुकाको लागि रेडी भयो।